मेडिकल व्यवसायी तथा दुर्गा प्रसाई विरुद्ध विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईलाई विद्युतीय कारोबार ऐन 2063को दफा 47को उपदफा 1 बमोजिम सजाय गर्न माग गरेको छ। उक्त दफामा कसुरदारलाई 1 लाख रुपैयाँसम्म जरिवाना वा 5 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। साथै उनले पटक पटक यस्तो कसुर गरेको देखिएकाले सोही ऐनको दफा 47(2) बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन 2075 बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ। प्रसाईले सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोग पत्रमा उल्लेख छ। विशेष गरी 2082 फागुन 21 गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा बोलेको, निर्वाचन गरिए देश टुक्रिन्छ भन्दै वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचार संहिता 2082को उल्लङ्घन गरेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रसाईले फेसबुकमा भिडियोहरू पोस्ट गर्दै राजसंस्था र हिन्दू राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए। ती भिडियोहरूमा उनले मर्न र मार्न तयार हुने जस्ता हिंसात्मक र उत्तेजक शब्दहरू प्रयोग गरेको प्रमाणका रूपमा पेश गरिएको छ।